ल यो खाजा खाऊ। सहर यस्तै हो हेर, यहाँ हरेक गल्ली गल्लीमा आफ्नो स्वार्थ पूरा गर्ने मान्छे मात्र भेटिन्छ। तिमी मन नदुखाऊ, यस्तै वातावरणमा आफूले आफूलाई बलियो बनाएर अघि बढ्न सक्नुपर्छ। तिमीले तपाईँ को हुनुहुन्छ त्यो त थाहा छैन मलाई, तर तपाईँले गर्नुभएको यो सहयोग म कहिले पनि भुल्ने छैन हजुर। मानवता हराएको सहरमा तपाईँ जस्तो मान्छे भेटिँदा म एकदमै धन्य छु हजुर। ल त घरबाट फोन आएको आइज, मैले खाजाको पैसा पनि दिइसके। यो 1000 रुपियाँ राख अहिलेलाई, भरे अबर पर्दा काम गर्छ। पैसा पर्दैन हजुर। होइन होइन राख न, राख ल, म अहिले जान्छु है त। हस् हजुर, राम्रोसँग जानुस्। सुन्नुस् न हजुर। के होला भाइ? तपाईले यो सहरमा पुतली बिष्ट नाम गरेको मान्छेलाई चिन्नुहुन्छ? खोइ मलाई त थाहा भएन, अरु कतै गएर बुझ्नुस् न है। हस् हजुर। हुन्छ, थ्यांक यू। हेर्दा केटा हो, पक्कै पनि यो मान्छे पैसा हुन सक्छ। हिँड खसाइदिउँ। ओए तेरो झोला बिसा। किन र हजुर? मेरो झोला किन बिसाउने हो र? मेरो झोलामा त्यस्तो केही पनि छैन हजुर। यस्तै भनेको मान्दैन रहेछ, यसको झोला र गोजी खताल केटा हो। त्यसो नगर्नुहोस् न हजुर, मलाई मेरो गोजीमा केही छैन हजुर। म जस्तो अन्दालाई लुटेर के पाउनुहुन्छ तपाईले? यसको गोजी 1000 रुपैयाँ रहेछ। त्यसो नगर्नुहोस् न। हिँड केटा हो। हे भगवान, यो कुन दिन गरेको पापको सजाय भोग्दैछु मैले। आखिर भगवानले पनि मलाई मात्र किन गरी सजाय दिनुहुन्छ? यसरी पटक पटक मार्नु भन्दा त एकैचोटि मारिदेऊ भगवान, एकैचोटि मारिदेऊ। हेलो, किन
दाजु। ए के गर्दैछ पुतली? सन्चो बिसन्चो के छ खबर? बसै छ दाजु। अरू सबै ठिक छ। आज किन पो सम्झिनु भयो? ज्योति हिँडेको 3-4 दिन भइसक्यो, पत्तो पत्तो छैन। त्यहाँ देखा परेन? यहाँ त आएको छैन दाजु। ए त्यसो भने मैले फोन राखेँ है। होइन, तपाईँलाई चाहिँ त्यो अन्डाको कति पिर परेको सानो काजीको बा? त्यो जतासुकै जाओस् कि मरोस्, तपाईँलाई के को टाउको दुखाइ? त्यसो भनेर कहाँ हुन्छ शकुन्तला? मुखिया जस्तो मान्छेले बोलेको वचन मात्रै पुरा गर्न खोजेको। नजानु जा भनिहाले पुतलीकोमा। अब मान्छे नै त्यहाँ नपुगेपछि खोजी नीति त यसो गर्नु पर्ला नि। तपाईँ अरूको बारेमा मात्रै खोजी नीति गर्नुहोस्, आफ्नो परिवार आफ्नो श्रीमतीको बारेमा त कहाँ पिर चिन्ता लिने बानी छ र तपाईँलाई? हुन त श्रीमान भए पनि मैले श्रीमान भए जस्तो महसुस गरेकी छैन कहिल्यै। त यो के भन्दैछस् शकुन्तला? यो सब तिमीहरूको लागि गर्दैछु, अझ के पुगेन तँलाई? कुरा पुगेनको होइन सानो काजीको बा, कुरा ख्याल र विचारको हो। तपाईँले मलाई कहिले सोध्नु भएको छ तँलाई कस्तो छ भनेर? मेरो स्वास्थ्यको बारेमा कहिले विचार गर्नु भएको छ तपाईँले? आफूलाई भने दिनदिनै नसाको समस्याले सताइरहेको छ, तर तपाईँलाई भने अरूको मात्र चिन्ता छ। यसको उपचार गर्न सहर जान्छु भनेको कहिले फुर्सद पाएको होइन। हे भगवान! त चिन्ता नलि शकुन्तला, तेरो नसाको बिरामको लागि अर्को हप्ता म स्वयं सहर लगेर जान्छु। अनि सानो काजीको बा, तपाईँले नै मलाई सहर लिएर जानु भएपछि यो घरको रेखदेख कसले गर्छ? यो घरको रेखदेखको लागि केही चिन्ता लिनु पर्दैन शकुन्तला। सानो काजी र च्याखुरीले सबै सम्हाल्छन्। च्याखुरीलाई चाहिँ जिम्मा दिनु हुँदैन सानो काजीको बा, गरिब दुखीको भर पनि हुँदैन। त्यही माथि च्याखुरी देखेकै हो। त्यो विषयमा त सबै परिवार बसेर गफ गरौँला न, त चिन्ता नले। तर सानो काजी चाहिँ खोइ त अहिलेसम्म यही थियो, कता गयो होला? सानो काजी बाबु कहाँ गएछ? यो बारीतिर पो गयो कि? च्याखुरी, ए च्याखुरी, काम सकिन सजै? खाना खानु हिँड। होइन यो आज किन बोल्दैन च्याखुरी? च्याखुरी, च्याखुरी के भयो तँलाई? उठ च्याखुरी, च्याखुरी आँखा खोल च्याखुरी। यसलाई पक्कै पनि के भयो जस्तो छ, यसलाई घरै लानुपर्छ जस्तो छ। के भयो च्याखुरीलाई? खै के भयो भयो काकी च्याखुरीलाई बोलाउनको लागि खेतमा गएको, दिवस भएर लडिरहेको रहेछ। जति बोलाउँदा पनि उठेन र मैले त बोकेर घरै लाँदै गरेको। ए के भएछ त च्याखुरीलाई? खै के भयो भयो च्याखुरीलाई काकी, बरु तपाईँ पनि हिँड्नुहोस् न। आमा बा बाहिर आउनुहोस् त, च्याखुरीलाई के भयो? बोलाउँदा बोल्न पनि बोल्दिनँ। के भयो त च्याखुरी? च्याखुरी उठ नानी। के भएछ त यसलाई? कतै नाटक त गरेको होइन सानो काजी यसले? के को नाटक हुनु र आमा? मान्छे नै चिसो न चिसो भयो कि चाहिँ। माया तँ गएर वैद्य बाह्र ज्योतिको आमालाई बोलाएर ल्याले। हुन्छ मुखेबा। फेरि ढिलो नगरेस् नि। हुन्छ मुखेबा। जतिकामा जतिकामा किन फुलमाया के भयो? सानो हाती नै आउँदै छैनस् त? के हुनु र जतिकामा? च्याखुरी लडे बेहोस भएको छ त्यही भनेर बोलाउन आएको। यो के भन्दैछस् फुलमाया? हो जतिकामा, तपाईँ जाँदै गर्नुहोस्, म वैद्य बाबा लिएर आउँछु।
यत्रो आतिर कहाँ हिँडेको फुलमाया? तपाईँलाई नै लिनु तपाईँको घरसम्म हिँडेको थियो तर तपाईँ यहीँ आइपुग्नु भएछ। के भएर यत्रो हतार मलाई लिनु हिँडेको? तल मुखिया बाकोमा च्याखुरी लडाइँ बस भएको छ अनि मुखिया बाले तपाईँलाई ल्याउनु पठाएको जाउँ न अब। ल ठिकै छ जाउँ न त। च्याखुरी होइन के भयो नि? आँखा खोल उठ म आएँ। लौ वैद्य बा पनि आइपुग्नु भएछ। च्याखुरीलाई हेरिहालौँ त। यो नानीलाई एकछिन सुताउँ त। भाइदेवा कतै तल माथि त गरेन यसले कसैसँग? त्यस्तो त केही देखिँदैन मुखिया नि। के भएछ वैद्यबा मेरो नानीलाई? यो नानीको जिउमा ताप सकेछ, त्यही कारणले मुर्छा परेको, तर नाति नै ठिक हुन्छ। लौ कसरी यस्तो भयो च्याखुरी तँलाई? खोइ मुखिया बा, म खेतमा काम गर्दै थिएँ, अचानक चक्कर लाग्यो, त्यसपछि त मलाई केही पनि याद छैन। यो नानीले अन्न नखाएको धेरै दिन भयो जस्तो छ, अलिक ताकतिलो खाना दिनुहोस्। घिच्न त बेसरी देखे हो, आफै नघिचेपछि हामीलाई के को दोष? यो नानीलाई अलिक आरामको खाँचो छ, अलिक हेरचाह पनि गर्दै गर्नु। ल म चाहिँ लागेँ। हस् वैद्यबा। फुलमाया जाने होइन? ल जाऊ। मुखिया गएँ म पनि, बस्नुहोस् है। अनि साँच्ची मुख्य बा पुतलीकोमा फोन गरिदिनु भयो? फोन त गरेँ तर ज्योति पुतलीकोमा पुगेर रहेनछ। त्यो बिरानो सहरमा मेरो छोरा कहाँ गयो होला नि? हे भगवान्, एकपटक फोन गरेर पुतलीलाई खोजिदिनु भनिदिनुहोस् न हजुर। त्यत्रो ठुलो सहरमा मान्छे खोजेर साध्य हुँदैन ज्योतिको आमा, तैपनि एकपटक म फोन गरिदिन्छु। तपाईँको यो गुण कहिले भुल्ने छुइनँ मुखिया हजुर। कति भयो आन्टी? 1300। लिनुहोस् त। फिर्ता लिनु भाइ? थ्याङ्क यू। धन्यवाद, फेरि आउनु। मम्मी होइन, के साह्रो मानवता हराएको मान्छे मात्र भेटिन्छन् हौ आजकल यो सहरमा। किन छोरी, तँलाई कसले के भन्यो र? मलाई होइन के मम्मी, हिजो साथीकोबाट फर्किँदै गर्दाखेरि एकजना आँखा नदेख्ने व्यक्तिलाई गरेको व्यवहार फिटिक्कै मन परेन। बिचरालाई भोक लागेर होला मागेर खाना खोज्दै थियो, तर खाना दिनुको सट्टा उल्टै भुइँमा ठेलेर लडाइदिए मम्मी। मैले त त्यो देख्न नसकेर होटलमा लगेर खाजा पनि किनिदिएँ, अनि 1000 रुपियाँ पैसा पनि दिएँ मम्मी। कहाँको रहेछ त, नाम सोधिनुहोस्। खै मम्मी, मान्छे हेर्दा चाहिँ गाउँबाट आए जस्तो थियो, परिचय चाहिँ बुझिनँ मैले। फेरि कपडा पनि च्यातिए जस्तो लगाएको थियो।
कतै त्यो ज्योति त होइन, दाइले 4-5 दिन भयो भन्दै हुनुहुन्थ्यो गाउँबाट हिँडेको। के सोच्न थाल्नुभयो मम्मी फेरि? केही होइन छोरी, त्यो मान्छे कता गयो त? फेरि भेट त चिन्छस्? मजाले चिन्छु मम्मी। त्यसो भए जा छोरी, एकपटक खोजिहेर, कतै भेट्छस् कि भेटिस् भने घरमै लिएर आइज। हुन्छ मम्मी, म गएँ है ल। अंकल। हजुर। हिजो यहाँ एकजना व्यक्ति, अन्धा व्यक्ति जो खाजा खान मसँग आएको थियो, कता गयो होला देख्नुभयो? थाहा भएन। अब होटलमा त्यस्ता मान्छे कति आउँछन् कति जान्छन् वास्ता गरिँदैन, थाहै भएन। हस् अंकल। हस् धन्यवाद। कता गएछ बिचरा? ए भाइ, तिमी को हौ? किन अर्काको घरको पेटीमा बसेका? मेरो नाम ज्योति हो आन्टी। म सधैँ बस्ने ठाउँको जाने बाटो पत्ता लगाउन नसकेर यहाँ आएर बसेको आन्टी। तिमी यहाँ नबस भाइ, मेरो घरको पेटी फोरुन्छ। म यस्तो अँध्यारोमा एक्लै कहाँ जाने होला आन्टी? आज एक रात चाहिँ मलाई यहीँ बाँचिदिनुहोस् न हजुर। तिमी जाइसुकै जाऊ, तर मेरो घरमा चाहिँ बस्दै नबस। गइहाल गइहाल गइहाल। त्यसो नगर्नुहोस् न आन्टी। जाऊ 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 जाऊ। म कहाँ बस्ने होला यस्तो राति? जाऊ जाऊ जाऊ। यस्तो राति म एक्लै कहाँ जाने होला? हे भगवान, अब के गर्ने होला? म न त मैले काम नै पाएँ, न त पुतली फुपूलाई नै भेटे। अब मैले आमालाई के भन्ने होला? आमा र बहिनीले दिएको वचन म कसरी पुरा गर्नु?